नमस्कार, स्वागत छ तपाईहरूलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। दुबईमा जारी नेपाल र वेस्ट इन्डिज बीच चलिरहेको T20I सिरिजको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई 90 रनले पराजित गरेको छ। युनिटी कपको पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिज विरुद्ध 19 रनको जित हात पारेको थियो। 3 खेलको T20I सिरिजमा नेपालले लगातार 2 जितका साथ एक खेल अगावै सिरिजको उपाधि समेत हात पारेको छ। नेपालका लागि टेस्ट टोली विरुद्ध यो पहिलो T20I सिरिज उपाधि रहेको छ। सिरिजको दोस्रो खेलमा पहिलो जितका लागि वेस्ट इन्डिजले 174 रनको लक्ष्य पछ्याएकोमा 17.1 ओभरमा 83 रन बनाउँदै अल आउट भयो। सुरुदेखि नै वेस्ट इन्डिजलाई दबावमा राख्दै नेपालले पावर प्लेमा मात्रै 16 रन खर्चेर 2 विकेट चटकाउन सफल भयो। नेपाली बलर सामु वेस्ट इन्डिजका कुनै पनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन्। वेस्ट इन्डिजका जेसन होल्डरले 15 बलमा 2 छक्का सहित सर्वाधिक 21 रन बनाएर पवेलियन फर्किए। त्यस्तै ओपनर जेवल एन्ड्रु 2, कायल मेयर्स 6, केसी कार्टी 1, एकिम अगस्ट 17 र आमिर जङ्गो 16 रनमा आउट भए। प्रतिबन्धपछिको पुनरागमन पहिलो खेलमा नेपालको जितमा आदिल आलमले उत्कृष्ट प्रदर्शन गरी 4 ओभरमा 24 रन खर्चेर 4 विकेट लिए। कुशल पुर्तेलले 2.1 ओभरमा 1 मेडियन सहित 16 रन खर्चेर 3 विकेट लिए। त्यस्तै ललित राजवंशी, करण केसी र दिपेन्द्र सिंह एरीले सम्मान 1 विकेट लिए। यसअघि शारजाह क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 173 रन बनाएको थियो। नेपालको जितमा ओपनर आसिफ शेख 44 बलमा 8 चौका र 2 छक्का सहित 68 रनमा नट आउट रहे। सन्दीप जोराले 39 बलमा 3 चौका र 5 छक्का सहित 63 रनको योगदान दिए। चौथो विकेटलाई सन्दीप र आसिफले 100 रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए। नेपालको T20I मा यो चौथो विकेटका लागि भएको उच्च साझेदारीमा पनि पर्दछ। यसअघि नेपालबाट 2023मा आसिफ र रोहितले युएई विरुद्ध T20I मा चौथो विकेटलाई 79 रनको साझेदारी गरेका थिए। त्यस्तै टेस्ट टोली विरुद्ध T20I मा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि रहेको छ। स्पिनर अकिल हुसेनले कुशल बुर्तेललाई 2 रनमा LBW आउट र कप्तान रोहितलाई 3 रनमा बोल्ड आउट गरेका थिए। त्यसपछि कुशल मल्ल 7 रनमा आउट भए। नन स्ट्राइकबाट रन लिन कुशल दौडिए पनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुनः नन स्ट्राइकमा फर्किने क्रममा रन आउट भएका थिए। आदिल अन्सारी 5 बलमा 1 चौका र 1 छक्का सहित 11 रन तथा गुलसन झाले 6 रन बनाए। वेस्ट इन्डिजका अकिल हुसेन र कायल मेयर्सले सम्मान 2 विकेट लिए। नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि अपलम स्पोर्ट्स युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।